My friend. Yes, sir. Gims. Limbs. Welcome to Chasing Sunrise. Oh, धन्यवाद. The podcast. 5-6 जना एउटै रुममा 3 जना तल माथि 2 जना सुतिरहेछ है. कोही घुरिरहेछ, कोही के छ भादिरहेछ. किन आयो होला यिनीहरु? त्यो भन्ने क्वेशन्स के आफैलाई के हुन्छ. अब तिम्रो अब पकाउने हो. मासु चाहिँ खानु बाँकी छ है. ल. My friend. Yes, sir. Gims. Limbs. Welcome to Chasing Sunrise. Oh, धन्यवाद. The podcast. Thanks, bro. हामीले भर्खर अब मेन परफर्मेन्स भिडियो चाहिँ भ्यायो हैन. भ्याएर अब यसो आउटडोर हाम्रो यसो गफ गर्दै खाना पकाउँदै ब्रेकफास्ट पकाउँदै कति बजे बिहानको 8 बजे 8:30 भइसक्यो. 8:30 बजे. ल ठीक छ. प्रयास हाम्रो जारी छ प्रयास अब ब्रेकफास्ट बनाउने. सो कस्तो के भयो यार एक्सपिरियन्स कस्तो लाग्यो बिहान उठ्नु जहिले रमाइलो हुन्छ नि हैन. मलाई चाहिँ हो बिहान उठ्नुमा जहिले कस्तो मज्जा आउँछ. त्यो एक बेडबाट तन्किन गाह्रो हो. एक तन्किएपछि चाहिँ त्यो एनर्जी चाहिँ. कति बजे उठ्छौ नर्मली? मेरो 5 बजे निन्द्रा खुल्छ. 5 बजे? तर म फेरि सुत्छु के साथी. 9 बज्छ कि मेरो उठ्दाखेरि कहिलेकाहीँ. त्यो बेला उठ्यो भने चाहिँ उठे. उठेन भन्छ नत्र एक उठिसकेपछि फेरि निदाइसकेपछि अनि 10 बज्छ सिधै. एकैचोटि उठेपछि ल 10-11 बजिरा हुन्छ नि. आधी दिन बित्ने वाला खालको मज्जा आयो. कस्तो मलाई त त्यो एक्साइटमेन्ट थियो के. हामी अस्ति नै आउने भनेदेखि नै एक्साइटमेन्ट चाहिँ थियो छुट्टै एउटा ओएल वाला अनि अब यो ग्याङ वाला एक्साइटमेन्ट एउटा छुट्टै. सो अब हाम्रो पडकास्टमा चाहिँ त्यही ब्रेकफास्ट बनाउनलाई चाहिँ हामीसँग रेसिपिजहरू 1-2वटा छ. लेट्स सी हामीले के कतिको बनाउन सक्छौँ. बनाइदिउँ. तिम्रो फेभरेट ब्रेकफास्ट चाहिँ के हो? गो टु ब्रेकफास्ट ब्रेकफास्ट भन्ने थ्याङ्क यू खै छ र रोटी सोटी नै हो खास हुन त. रोटी तरकारी टाइप्स. मेरो त भुटेको भात हो यार. भुटेको भात अर्को भुटेको भात हो बेस्ट. बच्चा बेला त्यो कालो कराईमा आगोमा त्यो घरमा जहिले राति उब्रेको भात त्यो है एक हुन्थ्यो. घिउमा कि त. ल अब हामीसँग के छ? प्याज छ, टमाटर छ हैन. त्यसपछि रोटी छ. रोटी बेलो घिमिरेको फेभरेट रोटी हो. म घिमिरेसँग रिसेन्टली बस्न थालेदेखि हामीले अफिस सेयर गर्न थालेदेखि थाहा पाएको कुरा चाहिँ घिमिरेलाई रोटी दह्रो मनपर्छ भनेर. रोटी मजा आउँछ खानलाई. मेकिङ रोटी टुडे ट्राइङ टु बेलेर खास बेलेरै चाहिँ त्यस्तो के पानी नै हाल्नुपर्ने होला नि त होइन? पानी हाल्नुपर्छ. पानी पकाइ केदेखि सुरु गर्ने? साथी पिठो हाल्ने हो नि. ल कतिवटा रोटी खाने? तिमीलाई एउटा मलाई एउटा होला यार. यति धेरै हुँदैन? आउनु 2-4 त पुग्ला. एउटा त अहिले 2-2वटा खाला नि. सो घिमिरे चाहिँ मोर अफ अ सेफ नट कुक है. सेफ भनेको रुचाउँछु म. अहिले अफिसमा घिमिरेले नै पकाउँछ खानाहरू. त्यस्तो केही कहिलेसम्म कहाँ पकाएर. अब तिम्रो अब पकाउने हो. मासु चाहिँ खानु बाँकी छ है तिमीले पकाएको मासु चाहिँ है. एक अफिसमा एक गाइजहरूलाई सबलाई बोलाएर वाङदेनलाई बोलाउनुपर्छ. पोर्क खाने पोर्क गर्दै थियो उसले. है साथी मजा आइरहेछ. अघि म ठ्याक्कै त्यही भन्नु लाग्थेँ कि रोल भएको थिएन नि त. मलाई त्यो कस्तो त्यो प्रोग्रेसिभ माइन्ड सेट भइरहेको वरिपरि सर्कलमा भइराखेपछि त्यो आफू पनि कस्तो त्यो मजा आउने के. पुस गर्न मन लाग्छ. अब त्यो तिमीले आज के बन्यो त घिम्स भनेर बेलुका सोद्धाखेरि केही सुनाउन मन लाग्छ कि केही चाहिँ बनाउँछु आज. मलाई फेरि सुन्न चाहिँ मन लाग्छ है. हो त्यस्तो चिजहरू हुने रहेछ क्या. मजा आइरहेछ कि साथी यार अहिले. गुड एनर्जी भइरहेछ. यस्तो सही भइरहेछ जोस है. मलाई इन्ट्रेस्टिङ लागिरहेछ अहिले. नयाँ स्पेस पनि क्या दामी ठाउँमा छ नि त हाम्रो. मिठो भेट्यो. गुड एनर्जी भेट्यो. कहाँबाट के भएर अब यहाँ चेसिङ सनराइजमा हामी पिठो मुस्दैछौँ. हाम्रो फर्स्ट पिठो मुस्दैछ. सँगै गरे फर्स्ट प्रोजेक्ट जिन्दगी सरै होला साथी. सँगै गरे. तर त्योभन्दा अगाडि मैले कलर त हान्दै हो नि तिम्रो सबै. त्यही थियो जिन्दगी नै थियो. अजम्बरी तिमीले कलर हानेनौ नि. उकाली हाने थियो.
उकाली हान्ने थियो उकाली ओराली त्यो हो नि हान्ने थियो मैले गरेँ फर्स्ट प्रोजेक्ट त्यसो त्यो हो तर लाइक अफिसियली मजाले त्यसपछि चाहिँ हामी अलिक क्लोज हुन थाल्यो वाला प्रोजेक्ट चाहिँ लिम्बूले पैसै ल्याएको थिएन म लिन त्यसको लिएन नि अब इन्ट्रेस्ट सहित क्या सहित चाहियो कति वर्ष भयो यार लिम्सले पैसै लिँदैन यार साथी यार धन्यवाद यार त्यो ड्यू बाँकी छ मेरो धन्यवादको अनि गीत पनि मलाई खतरा लागेको थियो नि त अनि रबले अब डिरेक्ट गरेको त्यो बेला बजेटै थिएन खास अब त्यसरी नै त्यस्तै नै गरे तर सबैजना त्यस्तै भएको थियो त्यो प्रोजेक्ट त्यतिखेर जोस आई थिङ्क है धेरैजनाको एनर्जी एकदमै त्यो प्योर एनर्जी ब्लेन्ड भएको थियो त्यहाँ तर तिम्रो प्रोजेक्टहरूमा चाहिँ बेसी मैले त्यही देख्छु क्या है चिया आयो भने मलाई कहिलेकाहीँ आफैलाई त्यो बुझाउनलाईको बेला पनि के ब्रो के अरे मेरो घरमा सुतिरहेको सबजना है 11जना 12जना त्यो 5-6जना एउटै रुममा 3जना तल माथि 2जना सुतिरहेछ है कोही घुरिरहेछ कोही के छ पादिरहेछ होइन क्या अब त्यो हुन्छ नि किन आयो होला यिनीहरू त्यो भन्ने क्वेसन क्या आफैलाई क्या हुन्छ नि अब म यति वर्ड छु कि अर लाइक फर द लभ अफ हुन्छ नि आर्ट एउटा आफ्नो प्यासन सबैले आफ्नो लोभ त सबै त्यो आर्ट त हो नि त खास म्युचुअल भएर आएको अनि मलाई कस्तो सही लागेको थियो कि एउटा रात चाहिँ क्या किनकि 5 दिन सुट गरेको थियो एक रात चाहिँ मैले आफैलाई यस्तो मिठो क्वेसन हाने क्या त्यो दिन क्रू पनि ठुलो थियो नि त्यतिखेर 11-12 जनाको क्रू थियो अनि कस्तो सही लागेको थियो कि मलाई त्यो त्यो बेला त्यो प्रोजेक्ट त्यसरी नै खतरा निक्लेको छ त्यो देखिन्छ भन्छ मान्छेले इमोसन्सहरू पनि त्योहरू पनि त्यतिखेरै अब मैले नै अब म त थिइनँ नि त त्यतिखेर अब स्टोरिजहरूमा हेर्दाखेरि अनि पछि केटाहरूको कुराहरू सुन्दाखेरि मलाई पनि म नि जान पाएको भए यार भइरहेको क्या आई थिङ्क त्यो आर्टको एउटा त्यही नै बवाल लाग्छ मलाई कोलाबोरेटिभ जुन वेमा सबजना एउटा भिजनलाई केटर गर्नलाई एउटा भिजनलाई रियालिटीमा ल्याउनलाई काम गरेर हुन्छ नि हाम्रो यो भिडियोजहरूमा अनि कहिले कहिले डर लाग्ने क्या त्यही तिमीले भने जस्तो हुन्छ एम आई वर्थ इट हुन्छ नि त्यही वेमा मलाई चाहिँ एज अ डिरेक्टर ओइ मेरो एउटा भिजनको लागि यत्रो 20-30जना मान्छेहरू लागिरहेछ कस्तो आउने हो के हुने हो मैले सबैलाई हुन्छ नि त्यो सेटिस्फाई गर्न सक्दिनँ त्यही त त्यो वर्थ फिल गराउन सक्दिनँ वाला क्वेसन्सहरू है तर आई थिङ्क त्यो क्वेसन आउनु पनि पर्छ होला बेला बेला आइरहेको आफूलाई एक रिफ्लेक्ट मलाई घर गएकोमा जहिले त्यही भएर त्यो एक मिठो रिफ्लेक्सन हुन्छ क्या अब एक गऱ्यो जोत्यो अनि घर पुग्यो अनि फेरि हेर्दाखेरि त म आफ्नो रुट्समा पुग्यो होइन अनि म यहीँबाट निस्क्या हो होइन यसो हेर्छु वरिपरि अब त्यो इन्भाइरोमेन्ट हेर्छु यहाँ जस्तो आफूलाई त्यो इनर सेल्फ त प्राउड पनि फिल हुन्छ नि त समवेयर होइन ओइ गरेँ है केही न केही त तर अब इट्स नट स्टपिङ जस्ट हियर वाला फिलिङ पनि आउने अनि कहाँबाट आयो त्यो ग्राउन्डेड राख्नेवाला फिल चाहिँ मलाई त्यो घर गएको बेलामा चाहिँ म नि ताप्लेजुङ गएको बेला त्यस्तै हुन्छ मलाई नि त्यहाँ पनि त त्यो सेरोफेरो त त्यस्तै छ नि त है अझ त्यहाँ त अझ कहाँ डाँडा है त्यहाँको एनर्जी पनि छ यो साथी यार त्यो पाथिभरा है एक पाथिभरा चाहिँ पुगेछु म त्यहाँ पुगिसक्यो हाइक गर्दै आजकल के छ घरमा मम ड्याडहरूले चिल हो मेरो आमा पहिला चाहिँ अब चिया ल्याइदिन्छ चियर्स चाहिँ है ठाउँमा त्यही त करियरको स्टार्टिङमा त मोस्ट प्रब्ली अब मेन चाहिँ अब आर्ट फिल्डमा त्यही त हो नि होइन इन्सेक्युरिटिजहरू धेरै छ नि त पेरेन्ट्सहरूलाई पनि खास एउटा होइन सरकारी जब पाओस् सरकारी जब अहिले पनि मेरो ममले बेला ममले भन्दा नि हजुरआमाहरूले चाहिँ बेला अहिले मम ड्याड त प्राउड होला नि प्राउडै होइसिन्छ तर स्टिल त्यो अब हुन्छ नि त्यो हाम्रो कामको त अब टाइमिङ त्यो अब ममहरूलाई चाहिँ त्यो अब त्यस्तो हुने रहेछ क्या प्रपर खानाको टाइमिङ प्रपर सेड्युल एउटा भयो भने चाहिँ अनि अब सेट हो यिनीहरूको लाइफ जस्तो पाराले हेर्ने माइन्ड सेट होला हामीलाई त यही दौडिन मजा आउँछ नि त यही ऱ्यान्डम दौडिन शनिबार पनि शनिबार होइन सन्डे पनि सन्डे होइन नि त हाम्रो लागि त विकडेज पनि केही न केही भइरहेको नयाँ विकडेज पनि विकेन्ड जस्तो हुन्छ विकेन्ड पनि विकडेज जस्तो भइरहेको हुन्छ नि त इट्स फेरि हाम्रो फिल्डमा चाहिँ त्यही छ न्यू पिपल न्यू एक्सपिरियन्स न्यू इमोसन्स जहिले अनि पर्सपेक्टिभहरू धेरै पर्सपेक्टिभहरू बोकेर आइरहेको हुन्छ क्या मान्छेहरू त्यो चाहिँ सही इन्ट्रेस्टिङ लाग्छ अझ जस्तै अब कहीँ कर्पोरेटहरूमा गयो सही मान्छे भेटिन्छ
कर्पोरेटहरूतिर गयो भने कस्तो ऊ हुन्छ नि त होइन लाइक एउटै माइन्डसेटको मान्छेहरू हुन्छ क्या त्यहाँ चाहिँ क्या त्यो त तिमीले ट्राई गर्यौ कर्पोरेट जब गरेँ नि साथी चाइनिजकोमा काम गरेँ मैले चाइनिजकोमा के काम गर्थ्यौ म प्रोक्युरमेन्ट इन्जिनियर ए साथी साइको हान्थ्यो चाइनिज ए पागल हान्थ्यो यार कसम जिन्दै गर्दिनँ म त्यस्तो ब्रो म एउटा के अरे यस्तो भएको क्या एउटा सिक्रेट छ मेरो खास एउटा सेसन खिच्ने दिन थियो होइन मैले कति अघिल्लो दिनदेखि मैले छोडेको पनि एकदमै फ्रस्टु भएर छोडे हो क्या के अरे ऊ दिन थियो मन्त्र सेसन खिच्नु पर्ने थियो क्या अनि मैले 2-3 दिन अगाडि नै बिदा मागिसकेको थिएँ त्योभन्दा अगाडि पनि म ठकठाक गरिदिने नआइदिने क्या अफिसै त्यो कोभिड पछिको त्यतिखेर ती इन्जिनियरिङ अफिसमै थियो तिमी त्यो धोबीघाटको प्रोजेक्ट थियो चाहिँ होस् अनि मन्त्र सेसन खिच्ने दिन त म बिहानदेखि फोन अफ के ब्रो 1 हप्ता फोनमा हानिदिएको 1 हप्तै हानिदिएको क्या मैले फोन फायर्ड हो कि क्या फायर्ड क्या आफै फायर नि मलाई मनै थिएन आई क्विट वाला फिलिङ थियो अन द फेस चाहिँ भन्न नसके यस्तो थियो तर मैले धेरै इन्जिनियरिङ ब्याकग्राउन्ड भएको मान्छेहरू आर्ट फिल्डमा बवाल गरेको देखेको छु धेरै छ धेरै नै छ आई थिङ्क त्यो यति दब्बेर बस्या हुन्छ आर्ट फिल्डमा आउने बित्तिकै फुटिदिन्छ क्या जे भित्रको प्यासन जे फ्रस्ट्रेसन्सहरू थियो त्यो आर्टमा निक्लिन्छ नि त बिस्तारै आफूलाई दे स्टार्ट फाइन्डिङ देमसेल्फ जस्तो लाग्छ मलाई केही न केही चाहिँ एक्सप्रेस गरिरह हुने रहेछ जस्तो लाग्छ मलाई पनि मेरो कति वरिपरि कतिजना मान्छेहरू मतलब भेटेको छु क्या मैले पनि इन्जिनियर नै म नि काम गर्दै गर्छु बनिर अहिले फेरि काट्दै बस्छु खै यो यता ल्याउनु पर्ला है उता चेन्ज गर्नु मलाई चिया उ गर त कि यो यहाँ यो बिचमा ल्याउँ के लाग्यो यो टेबललाई चाहिँ हुन्छ तिमीलाई काट्न सजिलो कसरी हुन्छ ए बेस्ट ओइ अलिकति अनइभन छ ग्राउन्ड चाहिँ ल ट्याक्कै सो साथी तिम्रो के कुरा गरेर तिमीहरू आर्ट त्यही जस्ट इन्जिनियरिङतिरको मान्छेहरू चाहिँ वाइल्ड आर्टतिर इन्क्लाइन हुन्छ भन्ने कुरा अब त्यो अरू मान्छेहरू पनि अब अलरेडी त्यो गरि नै रह हुन्छ नि यही फिल्डलाई पर्स्यु गरेर काम गरिरह हुन्छ नि तिनीहरूले नि लाइक गरि चाहिँ हुन्छ तर मैले देखेको चाहिँ यस्तै लाइक 10 to 5 जब गर्नेहरू हुन्छ नि तिनीहरू जब आर्टमा छिर्छन् त्यो बल्ल त्यो क्या प्यासनका साथ छिर्छन् वाइल्ड भयो त्यो फ्री इन्टु द वाइल्डको रिस्कसँग आउँछ नि त त्यो कुराहरू अब क्याल्कुलेटिभ पनि हुन्छ होला एउटा अब तिमी एउटा 10 to 5 जब गरिरहेछौ अब इफ यु डिसाइड टु लिभ द्याट फर समथिङ हुन्छ नि जस्तै तिम्रो लाइफ नै डामाडोल गर्न सक्छ होइन त्यो गर्दाखेरि चाहिँ यस्तो क्याल्कुलेटिभ भएर अनि यस्तो डेडिकेटेड भएर छिर्छन् कि एकैचोटि कहाँ पुगिदिन्छन् क्या मैले पनि गर्दाखेरि त्यो प्लान बी नै थिएन क्या मेरो पनि प्लान बी पुग्यो त मिठो प्लान बी भएन भने चाहिँ इफ देयर इज नो हुन्छ नि नो प्लेस टु लाइक फल ब्याक त्यसपछि चाहिँ इट्स डु अर डाई हैन त डु अर डाई हो नि डु अर डाई हुन्छ तिमीले त झन् अङ्कल आन्टीलाई पनि थाहा थिएन होइन थाहा थिएन नि साथी यार काम छोडेको भनेर त्यो तर कस्तो त्यो चिजहरूले मिठो सिकाएछ अहिले हेर्दाखेरि आफूलाई त्यो चिज नभएको भए हुँदैन थियो कि साथी यो चिजहरू अहिले जे भइरहेछ जसरी ग्रोथ पाइरहेको छु प्रोग्रेस पाइरहेको छु त्यो चाहिँ त्यो बेला जति प्यासनका साथ तिमीले सुरु गर्यौ तर आई थिङ्क त्यो प्यासन चाहिँ अझै पनि छ त्यो होइन त्यसले त्यो अब नयाँ त्यो अब ग्रो कसरी हुने वाला खालि त्यो बेसिक वाला त एउटा पार गर्यो नि त अनि त्योभन्दा बियोन्ड हेर्न थाल्दो रहेछ अहिले चाहिँ आएर क्या अब चाहिँ होइन इट्स जस्ट तिम्रो लागि पनि त्यही त हो नि होइन जहिले अब ह्युमन नेचरै हो खास ग्रोथ भएन भने एउटा ठाउँमा फर ग्रोथ अलवेज लाइक केही न केही किक चाहियो है जीवनमा तर के चाहिँ तिमीलाई लाग्छ कि लाइक एट वान पोइन्ट विल बी लाइक ओके आइ एम ह्याप्पी विथ दिस कन्टेन्ट पनि एक टाइममा गएर त हुनुपर्छ होला नि त हुन्छ होला हौ साथी म त्यस्तै लाग्छ मलाई त त्यो 40 कटेपछि रमाउला घुमौला
लेट ब्याक के हुन्छ नि त्यो रिटायर्ड लाइफ चाहिँ एउटा के चाहिन्छ होला जस्तो लाग्छ। लद्दाख पनि जाने होला नि। लद्दाख जानु पर्ला नि। लद्दाख कुरा हुँदै थियो त अस्ति बाइक राइड एक मनाङ। अब बाइकवाला प्यासन आज झन्। मैले अस्ति एक्सपेक्टै गरेको थिइनँ तिमी गयो भन्दै थियो नि। बाइकमा गएको चाहिँ एक्सपेक्ट गरेको थिएँ र। कता कता पुग्यो? हामी अप्परसम्म पुगेर। अप्पर मुस्ताङै पुग्यो? म मुस्ताङ पुगेको छैन साथी अहिलेसम्म। म पनि फर्स्ट टाइम थियो साथी यार। बाइकमै गयो थियो? बाइकमै पुग्नु रहेछ अब। सही मजा आयो क्या लास्टै। मैले अब लाइसेन्स बनाएर लाइसेन्सै बनाएको छुइनँ कि अहिलेसम्म। म त स्कुटर लिने बेलामा स्कुटरमा चल्दिउँ कि वाला भाइसमा थिएँ क्या। स्कुटरमा चाहिँ जानुहुन्न रहेछ। अलिकति ठिकको कत्रो हामीले पकाउने चाहिँ के हो? ऱ्याप बनाएर भने होइन ल ऱ्याप बनाएर भने त अलिक काट्नु सानो पार्नुपर्छ यार। मसिनो अलिक मसिनै चटपटमा हाल्ने टाइप्स बेल्नु पऱ्यो नि त है। के अरे तिमीले एज अ प्रोडक्सन म्यानेजर त्यो पनि छ जिन्दगीमा। सो प्रोडक्सन म्यानेजर चाहिँ त्यो कहिले आयो लाइफमा? प्रोडक्सन म्यानेजर आफ्टर चाइनिज कम्पनी। सो त्यहाँदेखि चाहिँ अनि तिमी अलरेडी म्युजिकमा इन्ट्रेस्टेड भएरै? म म्युजिकमै थिएँ खास। त्यो चाहिँ लाइक पार्ट अफ मेरो लाइक टु अर्न नै टाइपको भनौँ न। अब इन्ट्रेस्टेड पनि थियो प्लस म्युजिकले पनि बाँधिरहने ठाउँ थियो नि त त्यहाँ। अनि लाइक आर्टकै फिल्ड थियो, आर्टभन्दा बाहिर थिएन नि त। जस त्यो माहौल त्यो सर्कल त्यहाँ ग्रो हुनु नै थियो। अनि आई थिङ्क इभेन्चुली त्यो चिजहरूले मलाई कस्तो नाइस सेप पनि गर्यो क्या एज अ त्यो भिजुअली। अब एज अ स्टोरी टेलर हेर्दा राइटिङ प्रोसेसमै हेल्प गर्यो। तर तिम्रो पनि एकदम लाइनअपमा चाहिँ दामी दामी गीतहरू छ यार साथी है। मजा अब चाहिँ त्यही हो 2026 आइ एम लुकिङ भेरी फरवर्ड। व्हाट होल्ड्स यु ब्याक अरू बेला चाहिँ टु रिलिज दिज सङ्ग्स क्या? त्यही म पनि सोध्छु कि साथी यार बेला बेला खोइ आफै बिजी पनि भएर होला। एक त कलेज हुन्छ अनि सोजहरू वाइल्ड गऱ्यो नि त हामीले अल टाइम। वाइल्ड गऱ्यो अनि त्यो चिजहरूमा ड्रेन भयो होला। अनि अलिकति टाइम पाएको बेलामा अब कहिले किनकि अब टाइम मिलाउनु पऱ्यो नि त। कहिले अब काम गरेर भने शाश्वत कि रिजन हो कि अभिषेक भाइ हो। अनि गाइजहरूसँग काम गर्दा अब कहिले अब आफ्नो खाली बेलामा उनीहरूको टाइम नमिल्ने त्यो इन बिट्विन त्यस्तो भएर हुँदाखेरि त्यो त्यसरी पनि मिल्दैन रहेछ कि बेला बेला क्या त्यस्तो चिजहरू पनि। आई थिङ्क त्यही कुरामा चाहिँ अहिले तिमीले अफिस आफ्नै गरिरहेछौ, आफ्नै स्पेस छ, पुस्दै गर्छौ अहिले एकदमै। अहिले चाहिँ मलाई अब त्यो आई क्यान टेक द्याट हुन्छ नि टाइम। अब आफै पनि एउटा क्राफ्ट डेमो क्राफ्ट भए पनि बनाउनुलाई सो द्याट अलिकति अब त्यसपछि केटाहरूसँग गएर अलिकति उनीहरूले दिने ससहरू होइन आइडियाहरू उनीहरूसँग लिनुलाई प्लस आफ्नो आइडियामा काम गर्नुलाई चाहिँ अब केटाहरूले नै पुस गरे हो कि त्यो चिज पनि फेरि। भन्दा तपाईँलाई स्टुडियो आफ्नो काम चाहिँ आफै गर्नु पऱ्यो। थोरै भयो भने आफै गऱ्यो भने एउटा आइडिया एउटा बेसिक आइडिया आर्टिस्टको एउटा अप्रोच हुन्छ नि त। कतातिर अरेन्जमेन्ट वाइज होस् जे होस् कता कोर टिम चाहिँ भयो भने अनि पुस गर्नु आफूलाई पुस गर्नु नि एकदम सजिलो। लिम त्यो चाहिँ हुने रहेछ ए रोटी बेल्ने। खोइ त्यो के अरे त्यो मैदा चाहिँ मैदा अब यो चाहिँ कडा होला जस्तो है। यो यसरी हाल्ने होइन? म हालिदिन्छु ल, यतिको चाहिँ गरिदिन्छु म। ल है अझै साथी थोरै अब ल धन्यवाद। त्यही मलाई पनि यार एज अ फिल्म मेकर हुन्छ नि जब एक्लै काम गर्दाखेरि चाहिँ ठिक थियो ग्रोथ थियो एक हिसाबको। तर क्या एक टाइममा गएर चाहिँ स्ट्याग्नेट भयो क्या हुन्छ नि है। म के गरिरहेको छु जब एउटा टिमसँग काम गर्न थालेँ म। अनि त्यसपछि जब एउटा अफिस भयो जब भाडा तिर्नुपर्छ भन्ने एउटा प्रेसर आयो त्यहाँदेखि छुट्टै पुस हुने रहेछ क्या। त्यसले छुट्टै क्रिएट पनि गर्न हेल्प गर्ने रहेछ क्या है। अहिले तिमीले र मैले भाडा हाफ गरिरहेको छु अब त्यसको लागि भयो नि काम गर्नै पर्यो गीत बनाउनु पर्यो चिज बनाउनु पर्यो त्यसलाई ब्यालेन्स त गर्नु पर्यो फाइनेन्सियली पनि भन्ने प्रेसर पिठो अझै चाहिन्छ लिनु। फाइनेन्सियली चाहिँ अब तिमीले भर्खर स्टार्टिङ आउट वेन यु वर स्टार्टिङ आउट लाइक कतिको डिफिकल्ट भएको थियो तिमीलाई? गाह्रो थियो नि जाति यार फाइनेन्सियली त धेरै भयो क्या? ठिकै छ यति चाहिन्छ
गाह्रो थियो आई थिङ्क मलाई त मन्त्र गिटार नभए त ब्रो म आँटेको आउँदैन थियो होला हौ फिल्डमै यो हो म त्यस्तै लाग्छ अहिले मैले when I look back होइन किनकि त्यो बेला अब मलाई वे टु स्टार्ट पनि थाहा थिएन अब म कस्तो भन्दाखेरि मलाई आफैलाई विश्वासै थिएन कि म अब आर्टिस्ट हुन्छु म गर्न सक्छु भन्नेवाला त्यो एउटा त्यो आफ्नो आफूमा कन्फिडेन्ट पनि थिएन म लेख्दा पनि भर्खर एउटा दुईवटा लेख्न थालेको थिएँ क्या त्यो सेल्फ डाउट चाहिँ सेल्फ डाउटहरू सुरुमा स्टार्ट गर्ने तिमीलाई थिएन सुरुमा स्टार्ट गर्ने बेला ब्रो क्यामेरा सुरुमा चाहिँ मलाई चाहिँ होइन सुरुमा चाहिँ म यस्तो कन्फिडेन्ट थिएँ क्या साथी लाइक फेक इट टिल यु मेक इट भन्ने थियो अनि म जे पनि खिचिदिन्छु म जे पनि एडिट गरिदिन्छु अनि त्यसपछि त्यतिखेर त फुल अन फ्रीमा काम गर्ने क्या है मलाई दाइहरूले बोलाउँथ्यो ल भाइ यो बिटिएस खिचिदेऊ यो म्युजिक भिडियो खिचिदेऊ हुन्छ दाइ पैसा चाहिन्छ यति पैसा छ 5,000मा काम गर्ने 10,000मा काम गर्ने हुन्छ नि त्यो बेला चाहिँ जे पनि खिचिदिन्छु काम सिक्नको लागि गर्थेँ अर्को लेभल अफ कन्फिडेन्स थियो अनि बिस्तारै हङ्गर पनि थियो हङ्गर पनि त्यस्तै थियो अनि बिस्तारै करियर बिल्ड हुँदै गयो त्यसपछि मान्छेहरूले मलाई चिन्दै गयो अनि त्यसपछि चाहिँ आई फेल्ट लाइक मैले एभ्री टाइम केही काम निकाल्छु नि कति धेरै आँखा फिल भयो क्या कति धेरैजनाले हेर्न थालिसक्यो अब मैले त ठुल्ठुलो आर्टिस्टहरूको काम गर्न थालिसकेँ पिपल आर सिइङ माई वर्क होइन त्यसले गर्दाखेरि चाहिँ आजकल चाहिँ कन्फिडेन्स चाहिँ अलिकति झन् अलिकति यस्तो छ म झन् यत्रो मान्छेहरूको विश्वासलाई तोड्छु कि वाला खालको त्यो चाहिँ कस्तो अब आजकल झन् जति ठुलो प्रोजेक्ट गऱ्यो त्यति धेरै मान्छे इन्भल्भ हुन्छ नि त ठिक अब एउटा भिडियो बनाउनु नै सोच न केही नभए नि 25जना त हुन्छ कहिले 30जना नि हुन्छ होइन जुन हेरीमा त झन् कतिजना थियो हाम्रो 50 होइन 50जना जति त थियो होला फर्स्ट डे त थियो नि अनि त्यति धेरै मान्छेहरू एउटा केही बनाउनु भनेर सबैजना एउटा भिजनलाई फलो गरिरहेको हुन्छ अनि त्यो त मेरो भिजन हुन्छ अनि त्यसपछि अनि डर लाग्ने क्या अब त्यो सोच्नु चाहिँ हुँदैन बट स्टिल हुन्छ नि आजकल चाहिँ अलिकति तर आई थिङ्क इट्स पार्ट अफ द अब अहिले मेरो ग्रोथ तिमीले त्यो प्रेसर लिएर त्यो रेस्पोन्सिबिलिटी लिनु पनि सही हो नि त खास अब होइन तिमीले पनि आफ्नो बेस्ट ग्रान्डेड लिँदैन नि त त्यति त्यो थट आइसक्यो कहिलेकाहीँ नथाहा पाइकन पनि ग्रान्डेड लिएर हुन्छ नि हामीले कति चिजहरू क्या त्यस्तो तिमीलाई मैले अब तिम्रो नाम त्यो प्लास्टिक यतै देऊ साथी भाँडे तिम्रो नाम देखेकै मैले आर्बिट्रीमै हो साथी यार आर्बिट्रीको भिडियोमा हो नि फर्स्ट टाइम हो यो मान्छे रहेछ टाइप्सको किनकि म आर्बिट्री एकदम लुकअप अब एज एन आर्टिस्ट त सुरुमा हेर्दाखेरि त एकदमै त्यो टाइममा त एकदमै बिग थियो अनि एकदमै लुकअप गरिरहेको थियो नि त सबैले म मात्र होइन आई थिङ्क एभ्री आर्टिस्ट वर लुकिङ अप टु हुन्छ नि यहाँ काम गर्न पायो अरू लाइक यिनीहरूसँग गर्न पायो भन्नेवाला एउटा थट प्रोसेस थियो होला त्यतिखेर त त्यहाँभित्र टिम अनि त्यो बेला त्यो टिमहरू पनि कोले के काम गरिरहेको रहेछ त भनेर हेरिन्थ्यो क्या अनि तिम्रो नाम त्यहाँ जहिले देख्थेँ कि म कलरमा देख्थेँ कि एडिटमा देख्थेँ कि सिनेमेटोग्राफरमा त्यहाँ चाहिँ मैले यस्तो धेरै कुराहरू सिक्ने नि सिकेँ है ग्रुम हुने ठाउँ पायो सुरुमा धेरै दामी मान्छेहरू पनि भेट्यो अब स्वप्नलाई त्यहीँ भेट्यो हो जोस्ना दिदीहरू एलिमेन्ट्सको दाइहरू त्यहीँ भेट्यो अनि त्यहाँ चाहिँ मैले ट्रु प्यासन देखेँ क्या अब म करियर सुरु गर्दाखेरि एउटा प्यासन त थियो आफ्नै एक हिसाबको होइन अनि जब त्यहाँ गएँ अनि त्यहाँ जुन लेभल अफ प्यासन देखेँ नि मैले एलिमेन्ट्सको दाइहरूको स्वप्नहरूको अनि अरू दाइहरू पनि हुनुहुन्थ्यो ओइ म त ल्याकिङ रहेछ यार त्यसपछि अझै पुस गर्न थालेँ क्या मैले आफूलाई त्यसपछि अनि लाइफ ह्यापन्ड मैले त्यहाँ छोडेँ आफै गर्न थालेँ अहिले हामी यहाँ छौँ त्यो पार्ट अफ ग्रोथ होइन त त्यो त अब मलाई त्यस्तै लाग्छ साथी म काठमाडौँ आएको कति भयो लगभग 15 इयर्स प्लस थाल्यो अब होइन अनि मैले जब एक्लै बस्न थालेँ म 5 वर्षभन्दा बेसी कहीँ टिकाएर हिँड्नेछ क्या कुनै घरमा पनि रेन्टमा क्या अनि त्यो 5 वर्षको टाइम चाहिँ मैले दिँदाखेरि एउटा मेजर लिप स्टेप चाहिँ ग्रोथ चाहिँ रहेछ क्या जहिले क्या मैले सो लुक ब्याक अस्ति एकचोटि केलाइरहेको थिएँ कोट्टाइरहेको थिएँ क्या अनि ठाउँ छोड्दै गयो त्यो ठाउँले केही सिकायो एउटा दियो क्या त्यहाँ एउटा छुट्टै प्रोग्रेस दियो अनि अर्को ठाउँले अर्कै प्रोग्रेस दियो त्योवाला ग्रोथ 5 इयर्सको मलाई चाहिँ अब अहिले हामी जहाँ छौँ त्यो ठाउँले चाहिँ खतरै लागिरहेछ मलाई पनि त्यस्तै भाइब्स आइरहेछ साथी यार अब सोच त नेक्स्ट 5 इयर्स त फाड्ने हो वाला फिलिङ आउँछ के छ यार अनि तिम्रो बेटर सेल्फ करियर भर्खर स्टार्ट हुँदाखेरि
तिम्रो अब हुन्छ नि एउटा एज अ सिङ्गर अगाडि त कभरहरू गरिन्छ अनि त्यसपछि अलिअलि आफ्नो ओरिजिनल सङ्ग्सहरू ट्राई गरिन्छ होइन कुन बेला चाहिँ ओ सिट म त फेमस हुँदैछु ओए केही होला जस्तो छ है करियर त हुन्छ नि त्यसपछि त्यो एउटा नेक्स्ट स्टेप लिन मन लाग्छ नि त्यो चाहिँ कुन बेला कुन गीत रिलिज भयो कि कुनै मोमेन्टले गर्दाखेरि हुन्छ नि त्यो चाहिँ के हो मलाई मेरो मोमेन्ट त साथी मेरो लाइफ चेन्जिङ मोमेन्टै त्यो जिन्दगी सर पछि नै हो क्या खास कि मैले देखाएको चाहिँ मेजर लिप कि अजम्बरी माया वाज अल्सो हिट तर मान्छेहरूले त्यस्तो अब त्यसरी चिन्या पनि थिएन प्लस मलाई पनि अब कुन डिरेक्सन समात्ने हो मैले ओए 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 धुलो आउला यो त तातिर साथी यता चाहिँ अलिक तातो त्यो जिन्दगी सरर चाहिँ ठ्याक्क टिकटकमा हिट भएको थियो सबैजनाको मुखमा झुन्ड्यो बच्चादेखि बुढोसम्म हामी अब सुट गर्न जाँदाखेरि त्यो बुढोहरूलाई अब गीत थाहा छ भन्ने खालको हुन्थ्यो अनि अब त्यसरी त मैले सोचेकै थिएन नि त त्यो आई थिङ्क त्यो त्यस्तो एउटा अपर्च्युनिटी आइसकेपछि चाहिँ लाइक आफूले देख्नु पनि सक्नुपर्छ हो त्यसलाई त्यो क्यापिटलाइज गर्न सक्नुपर्ने रहेछ त्यो चिजहरू अनि नेक्स्ट मुभ के हो भनेर चाहिँ हेर्न सक्नुपर्ने रहेछ त्यो चाहिँ सही भयो मलाई चाहिँ जिन्दगी सरले चाहिँ एकदमै त्यो चिजहरू दियो खास जिन्दगी सरर पछि मन्चरी आयो होइन जिन्दगी सरपछि मन्चरी त अब झन् स्कुकी दुनियाँ गरेको थियो क्या बिचमा जसमा ठोकिँदै आइपुगेको छु कहाँबाट डोरिरहेछ डोरिन्छ होइन तर गइँदैछ मिठो डोरिरहेछ साथी होइन मलाई त कस्तो ब्लेस्ड नै फिल हुन्छ क्या म अब कस्तो अब त्यो अलरेडी अब त्यो आफूलाई हेर्दाखेरि अब त्यो हेर्दाखेरि कस्तो त्यो ओए यो त सोचेकै थिएन नि त अब यो त सपना ड्रिम लाइफ थियो नि त एक टाइममा त यही जीवन क्या अब अहिले त त्यो त भइरहेछ ब्रो है त्यो चाहिँ अबको ड्रिम लाइफ के हो त वाट्स नेक्स्ट होला क्या 5 वर्षपछि मैले कहाँ देख्ने हो त आफूलाई भन्ने वाला चिजहरू चाहिँ आउँछ हामीलाई त्यही हुन्छ क्या अब आफ्नो प्यासनको कुरा गरेर प्यासनको कुरा गर्दा गर्दै त्यसमै इफ पैसा कमाइरहेको छु आफू फेमस पनि भइरहेको छु मान्छेहरूले चिनिरहेछ अब त्यो चाहिँ भल लाग्छ मलाई घिमिरेको गोलो रोटी गोले भइरहेछ है गाई चाहिँ ऱ्याप बनाउनु ओए यो फुल्यो है पाक्दैछ यस सर त्यसो भए जिन्दगी सरर होइन त जिन्दगी सरर त टर्निङ पोइन्ट मिठो टर्निङ पोइन्ट हो यार सही हो त्यो त भिडियो पनि खिच्दाखेरि नि रमाइलो भएको थियो त्यो धेरै जीवनमा मलाई त्यो अब त्यो बेला एकदम थाहा पाएको कि साथी जीवनमा मलाई जस माया गर्ने मान्छेहरू चाहिँ भेटाइरहेछु है मैले भन्ने फिल भएको क्या त्यो बेला लास्ट डे क्या शाश्वतसँग पनि त्यस्तै होइन अनि यता मन्त्रसँग पनि अब रबसँग त्यस्तै होइन नवीन चन्द्र हरियाल त्यस्तै यो नवीन होइन त्यो प्रोजेक्टमा इन्भल्भ हुने सोनिम भाइ थियो अर्को त्यो भाइ पनि त्यस्तै तिम्रो आई थिङ्क तिम्रो भाइ पनि त्यस्तै नै छ नि त त्यो भएर पनि होला पोजिटिभ एकदम केयरिङ अरू गीतहरूको भाइ पनि त्यस्तै छ होइन त्यो भएर पनि होला जस माया पाउँदो रहेछ है मैले भन्नेवाला फिल भयो अनि मलाई अब त्यो ब्याक पनि गर्नुपर्छ है मैले भन्नेवाला पनि जहिले हुन्थ्यो कि अब बिस्तारै केही न केही हुँदै सँगै अब त्यही त हो नि अल्टिमेट अब अहिले आएर अब यति हुँदा पनि सँगै काम गर्न पाइराख्दा त्यो झन् सही भयो नि त सबैजना सँगै ग्रो भइरहेछ त्यो क्या मजा आउने रहेछ त्यो चिजहरू हेर्दाखेरि आफूलाई पनि क्या सही भयो एउटै पेसमा आफ्नो वेमा ग्रो हुँदैछ त्यो नि मलाई बवाल लाग्छ त्यही त वरिपरि प्रोग्रेसिभ माइन्डसेटको मान्छेहरू भयो भने आफै ग्रो हुने रहेछ क्या आफ्नो सर्कल एकदम प्रोग्रेसिभ भएर अगाडि बढिरहेछ भने आफै ग्रो हुने रहेछ क्या त्यही भएर भन्थ्यो नि बच्चै बेला सङ्गत चाहिँ राम्रो गर्नु त्यही भएर भन्थ्यो क्या होइन बाबाले सङ्गत चाहिँ राम्रो गर्नु है के थाहा सुशान्त घिमिरे जस्तो हुन्छ एन्जन लिम्बू जस्तो पनि हुन्छ है एन्जन लिम्बू पनि फेरि लाउरे भेट होइन साथी लाउरेबाट घुम्दै फेरि होइन झन्डै अहिले त आर्मी ब्रिटिस पल्टनतिर हुन्थ्यो साथी नत्र म कहाँ कुन देशमा हुन्थ्यो होला यार गन बोकेर तर म फेरि त्यो ब्रिटिस आर्मी हुन पनि यस्तो डेडिकेटेड थिएँ होइन है साथी तिमीले भनेको थियो एकदम इन्टेन्स एकदम इन्टेन्सै थियो क्या त्यस्तो इन्टेन्सिटीका साथ गरेको थियो त्यसपछि अनि म्याथमा फेल भयो होइन त्यसपछि त अनि एकछिन सोचेँ क्या लाइफको बारेमा कि म के गरिरहेको छु यही नै हो त भयो
त्यसपछि अनि फ्यु मन्थ्स चाहिँ अलिकति डिप्रेस नै भयो जस्तो लाग्यो मलाई त्यो टाइममा भर्खर 18-19 त थिएँ म 19 इयर्स थिएँ जस्तो लाग्यो +2 त अनि मैले 12 छोड्दै हो नि त त्यसकै लागि 11 को एक्जाम दिन नगएको म फाइनल एक्जाम तिमी त्यसपछि कम्प्लिटै गरेन मैले त्यसपछि गरेँ गर्यो 11-12 चाहिँ गर्यो तर ब्याचलर्स त गरेन तिमीले ब्याचलर्स चाहिँ गरेन ब्याचलर्स ड्रप आउट म चाहिँ गाइज चाहिँदैन ब्याचलर्स ड्रप आउट साथीहरू त्यो बिल गेट्सले भनेको छ नि एउटा I was not the topper, but all the toppers are my employees वाला त्यो चाहिँ employees वाला त्यो चाहिँ मलाई कहिले इन्ट्रेस्टिङ लाग्छ यार कहिले कहिले अब हो नि हाम्रो मोटिभेसन हो नि हामीलाई त त्यस्तो चिजहरू म नि पढ्दिनँ थियो होला साथी फेरि तर मैले जस अहिले चाहिँ पढेर गुड गरेँ जस्तो लाग्छ क्या अहिले झन् त्यो अहिले त साथीहरू पनि त्यस्तै भेटेँ सब भाइहरू तर यस्तो युथ एनर्जी होइन अब त्यो आफू पनि बच्चै हुन मन लाग्ने क्या साथीहरू गफाडी रहेछ हामी थाहा है लास्ट गफाडी रहेछ सँगै बस्यो नि गफाडी चाहिँ गफ हान्न चाहिँ आउनु रहेछ है त्यत्रो सँगै बसेर डेली गफ हान्दा नि निस्किने के चाहिँ निस्किँदो चाहिँ रहेछ तर मजा आउँछ नि यस्तो जीवनको यस्तो पार्टहरू के लाउनु थाल्यो त इमोसनल पनि हुन्छ नि त त्यही चिजहरू माया लागेर आउँछ बेला बेला तिमी आफ्नो सेल्फ त्यो 10-12 वर्षको फुट चाहिँ मिस गर्दैन म यार म त्यो विराटनगर हुँदाखेरिको चिजहरू मिस हुन्छ क्या मलाई त्यो क्रिकेट खेल्न जान्थ्यो है त्यो फुट चाहिँ कहाँ होला कहीँ प्यारलल युनिभर्समा कतै होला भने जस्तो लाग्छ क्या त्यही त अब त्यो मान्छे कहाँ होला के गर्दै होला भने जस्तो लाग्ने क्या त्यो फुट चाहिँ क्या अर्कै मान्छे जस्तो लाग्ने नि त अहिले सोच्दाखेरि त आई थिङ्क त्यो चाहिँ मान्छेहरूले बिस्तारै बिर्सिन थाल्छ जस्तो है एक टाइममा गएर के हो नि म कस्तो थिएँ भनेर बुढोहरूलाई तर याद चाहिँ हुने रहेछ बुढो मान्छेहरूले पनि कहिले काहीँ भन्छ नि त यस्तो थियो कोटिन्छ कि यस्तै गीत लेख्ने बेलातिर कोटिन्छ कि यस्तो यस्तो कुराहरू बेला बेला क्या त्यो यसो के लेख्न थाल्यो अनि त्यसपछि ए ल म कहाँ कोटाउनु त अब यो गीतलाई कुन डिरेक्सन दिनु त त्यही तिम्रो गीतहरू नै त्यस्तै हुन्छ क्या लाइक कस्तो सोचेर हुन्छ नि यो मान्छेले केही कुरा एकदम डिपली सोचेरै लेखेको टाइपको फिलिङ आउँछ क्या एभ्री टाइम सुन्दाखेरि त्यही भएर तिम्रो गीत सुन्दाखेरि चाहिँ मलाई भिजुअल आइहाल्छ क्या मैले भन्छु नि तिमीलाई मलाई गीत सुन्ने बित्तिकै भिजुअल आएन सक्दै सक्दैन त्यो म्युजिक भिडियो भनेर भन्छु नि त्यही भएर तिम्रो त त्यो फर्स्टको त्यो 10 सेकेन्ड्समै आइसक्यो हुन्छ क्या अस्ति पनि के त वेडिङ सिन आइसक्यो वेडिङ सिन छ अनि यो नयाँ गीत पनि सुन्ने बित्तिकै अनि आइसकेको थियो ल र बर तिमीलाई क्या पर्सनल्ली म्युजिक भिडियोहरू कतिको इम्पोर्टेन्ट जस्तो लाग्छ फर अ सङ मेरो लागि चाहिँ अहिले त आएर त्यो बानी अब त्यो चित्त बुझ्न छोड्यो क्या साथी क्या त्यो कस्तो म्युजिक भिडियो बिना त्यो हुन्छ नि के अब हेर्न हो कस्तो त्यो किनकि केही बोलिरहेको छु मैले अनि त्यो चिजले एलिभेट गरिदिरहेछ प्लस अर्को पर्सपेक्टिभ अब ल लेखा एउटा उसमा होला होइन एउटा पर्सपेक्टिभमा होला मेरो लेखेको एउटा थट प्रोसेसमा लेखा होला तर भिडियोले त कति ओपोनेन्ट छोड्न मिल्छ नि त हामीले त्यही चिज क्या जसरी पनि बुझ्दिमहरू जसरी पनि बुझ्न मिल्छ है अब यो यही भिडियोलाई हेर्दाखेरि अब जस्तै मन्चरी मान्छेहरूले अर्कै पाराले हेर्दो रहेछ क्या अब मैले मेरो सोचले भ्याएको थिएन क्या त्यो सो मन्चरी चाहिँ के थियो एक्ज्याक्टली तिम्रो सोचाइमा चाहिँ के को लागि लेखेको थियो के थियो लेखाइमा मन्चरी यस्तो स्पोन्टेनियस थियो कि त्यो प्रोजेक्ट होइन म खास रिजनसँग अर्कै प्रोजेक्टको लागि गएको उसको स्टुडियो उसले त्यो ट्र्याक बनाएको थियो एउटा सेरोफेरो भन्ने ट्र्याक थियो उसँग त्यो ट्र्याक अनि के सोचेको तिमीले भनेर सोधेँ मैले खास कुन भाइबमा मैले जङ्गल भाइबमा बनाएको दाइ भन्यो उसले मैले हेडफोन लाउने बित्तिकै कुहु आयो क्या त्यस्तो स्पोन्टेनियस त्यस्तो कनेक्ट भएको क्या अब पछि केलाउँदा त ल अनि त्यो मैले आफ्नो इन्सेक्युरिटिजहरू त्यसरी नै पोखाएर रहेछ त्यहाँ राइटिङमा चाहिँ त्यो कुराहरू एकदम म नि नोटिस गर्छु क्या मैले पनि अलिअलि सर्ट फिल्महरूको लागि लेखिरहेको हुन्छ नि त त्यसपछि अनि लेखिसकेपछि ओए मैले यो किन लेखेँ त्यो तिमी नै हुन्छ क्या त्यही त त्यो खास गरी हाम्रै केही क्यारेक्टरले हाम्रै केही स्टोरीले हुन्छ नि डिप डाउन यस्तो डिप डाउन हुन्छ कि त्यो कुराहरू यसरी निक्लिन्छ क्या अनि पछि केलाउँदा चाहिँ क्या मजा आउँछ ओए फक यो त ल यहाँबाट आएछ यार यो चिज त मेरो त्यो पार्ट अफ द लाइफले गर्दाखेरि ट्रिगर गरेछ यसलाई भन्ने जस्तो मजा आउँछ है त्यसरी हेर्नुलाई जिन्दगी सरर चाहिँ के थियो त जिन्दगी सरर त्यही त बाआमालाई कन्फेस गरेपछि थियो क्या बाआमालाई कन्फेस गरे त्यो हुन्छ नि अब त ब्रो फोडिदिने हो म बाल हो अब जसले जेसु म त्यो इन्सेक्युरिटिजहरू सबै हराएर गएँ क्या
यस्तो फ्यामिलीको सपोर्ट आउने बित्तिकै यस्तो कन्फिडेन्ट बिल्ड भयो कि ममा अब चाहिँ ममा फाडिदिन्छु ब्रो अब म ढुक्क यसो जिन्दगी सरर अगाडि चाहिँ सिक्रेटै थियो सिक्रेटै थियो त्योभन्दा अगाडि त आँसु नि हाँसोहरू निस्किरहेको थियो भिडको माझमा निस्किरहेको थियो त्यस्तो थियो क्या खास के अब जिन्दगी सरर चाहिँ अनि त्यसपछि पुरै फ्रिडम करियर स्टार्ट गर्दा कन्सर्ट चाहिँ कुन थियो फर्स्ट कन्सर्ट याद छ कन्सर्ट अलि ह्यापनिङवाला केएमसी कलेजको थियो जिन्दगी सर आएपछि क्या पागल जस्तो उठ्यो थियो त्यहाँ बच्चाहरू आमा हो यस्तो फ्यान बेस छ हाम्रो टाइप्सको फिल भयो ब्यान्ड पनि भइसक्यो त्यहाँदेखि त्यो चाहिँ ओए ल केही भएछ है खालको फिलिङ भएको त्यो सबैले गाइदिँदा मजा मजा अर्कै त्यो गुजबम चाहिँ आउँछ कि स्टेजमा त्यो आफूले त्यो नि मैले अब बनाएको गीत चाहिँ म त खासै यस्तो कन्सर्टहरू त जान्नु नि त अनि अब तिम्रो अस्ति एकचोटि कन्सर्ट आउँदाखेरि अब तिमीलाई एज अ पर्सनली फ्रेन्ड चिनिरहेको हुन्छ गीत त गाइरहेको हुन्छ तिमीहरूले होइन तिमीहरू गीत सुनिरहेको हुन्छ तर जब त्यहाँ कन्सर्टमा मान्छे नै मान्छेको बिचमा हुन्छ र सबजनाले गीत गाइरहेको हुन्छ नि ओ मेरो साथी त फेमस हो त यार यो त सिङ्गर हो त यार खतरै सिङ्गर हो त यार रियालिटी चेक हुने क्या मलाई चाहिँ त्यसो अस्ति अनि क्या प्राउड फिल हुने क्या त्यो एउटा मोमेन्ट हुन्छ नि ओ मेरो साथी हो हामी बेला बेला अफिसमा यस्तै गरेर हुन्छ नि याद गर्छौ तिमी बेला बेला के काम आफ्नै धुन गरेर हुन्छ नि बोल्दै काम गरेर हुन्छ नि उता रुममा चेयरमा बसेर त्यस्तै भाइब्स आइदिएर क्या ठ्याक्कै मलाई डर लाग्ने चाहिँ अरू गेस्टहरूसँग म कसरी बोल्ने हुन्छ क्या कोही बाहिरको मान्छे म अब त्यस्तो गफ गर्ने मान्छे चाहिँ होइन जस्तो लाग्छ मलाई तर फेरि मलाई एल्भिसा बहिनी निसिम बहिनीहरूले दाइ तपाईँ त वाइल्ड गफ गर्छ यार मान्छेहरूसँग भन्छ क्या म त्यस्तो गफ गर्छु ल म त इन्ट्रोभर्ट हो त जस्तो नि लाग्छ फेरि एट द सेम टाइम हुन्छ नि इन्ट्रोभर्टै त छैनौ तिमी साथी हो मलाई मात्रै लाग्यो हो इन्ट्रोभर्ट नयाँ मान्छेहरूसँग होला नयाँ मान्छेहरूसँग चाहिँ एक घुल लिन टाइम लाग्छ एक घुल मिलिसकेपछि चाहिँ फेरि अनि डोक्सो हुन्छ मलाई पनि म पनि त्यस्तो त्यो सुरुमा त्यो नयाँ स्पेस आफ्नो स्पेस होइन त्यो भएन भने चाहिँ त्यो एउटा लेभल अफ एउटा अनकम्फर्टेबल फिल हुने क्या त्यो एउटा लिमिट चाहिँ भइरहेको हुन्छ आफू आई थिङ्क त्यो अब सबैलाई हुन्छ पनि होला आफ्नो कम्फर्ट जोन नहुँदा त अब कुनै सर्कल कहिलेकाहीँ कस्तो त्यो अब एकदम आई डोन्ट बिलोङ हियर भयो भने फाँडी हानिदिइहाल्ने हुन्छ नि यहाँ बसेर काम छैन भागिदिइहाल्ने यहाँ बसेर खासै काम छैन चुप्प लागेर इनड्राइभ गरिदिइहाल्छु भागिदिइहाल्छु अनि ल म जान्छु ल भन्यो भने त जान दिँदैन इनड्राइभ आइसक्यो भनेपछि त जान दिनै पर्यो त्यो पनि जान दिँदैन कहिलेकाहीँ त मेरो निन्जा टेक्निक चाहिँ त्यही हो मैले थाहा पाएको चुप्प लागेर इनड्राइभ गरिदियो बाहिर निस्किया बेलामा चाहिँ थाहा पाएको छु त्यसपछि अनि 15-20 मिनटपछि ओइ ल एन्जन दादा खै एन्जन खोइ हुन्छ त्यहाँ मान्छेहरूलाई साथी अब यसो अलिअलि हाम्रो अडियन्सहरू जसले हेर्दै हुनुहुन्छ लाइफमा नयाँ नौलो के हुँदैछ अब नयाँ नेक्स्ट रिलिजहरू के छ यसो लाइफमा अब नयाँ नौलो धेरै भइरहेछ मजा आइरहेछ लाइफमा खास अब रिलिजेसहरू अब अलि एक्सपेरिमेन्टल ट्र्याक्सहरू गर्न खोजिरहेको छु म अहिले चाहिँ अब आफै प्रोडक्सन गर्न थालेछु होइन सिकिरहेको छु भनौँ न अनि अब त्यही म्युजिकल्ली अलि अझै आफूलाई अलि स्ट्रङ बनाउँदै लिएर गएर के पस्किन सक्छु त मैले नयाँ चिज भने अब त्यो मोनो हुन थाल्यो कि एउटै चिज आफूलाई पनि कति पहिलेकाहीँ के कति अब एउटै कति सेन्डी कुरा मात्र गर्नु त्यो चाहिँ म सेन्डी नै हो त मान्छे भने जस्तो लाग्ने क्या हुन्छ म त छैन फेरि म त पागल मान्छे लाग्छु बेला बेला तर फेरि त्यस्तै मान्छेहरू भित्रभित्रै त्यस्तै कुराहरू सोचिरहेको हुने रहेछ डिप डाउन अलिकति डिप थट्समा हुन्छ क्या त्यस्तो लाग्छ मलाई चाहिँ त्यो नि होला बाहिरबाट अब अलिक यो रमाइलोवाला चाहिँ जुन्न हेरेपछि चाहिँ अलिक तिम्रो भाइब पनि चेन्ज भयो जस्तो लाग्यो मलाई गीतहरूमा हो एकदम सम्झी आइसक्थ्यो अहिलेसम्म प्रोजेक्ट त्यो आइपुगेको छैन त्यो पनि रमाइलो छ त्यो प्रोजेक्ट अर्कै छ हेरेर जस अलि म्युजिकल्ली अलि यो इयर चाहिँ इट्स गोना बी इन्ट्रेस्टिङ जस्तो लाग्छ मलाई तिम्रो रिलिजेसहरू चाहिँ अलि ह्याप्पी साइडहरू धेरै छ अब चाहिँ हेर्दाखेरि डिफ्रेन्ट कलर्स डिफ्रेन्ट कलर एकदम ऱ्याप हानिदिन्छु वाला भाइब आइरहेको छ
कुनै गीत चाहिँ म ऱ्याप हान्छु होला मलाई फिल चाहिँ आइरहेको छ क्या साथी अस्ति नै एक्चुअली मैले अस्ति त्यो जेनजी प्रोटेस्ट पछि एकचोटि ट्राई गरेको थिएँ अलिक फ्रस्ट्रेसनहरू थियो ल साथीहरू अब यस्तो मिठो संसारकै सबैभन्दा मिठो स्यान्डविच हामी खानेवाला छौँ यो नि हान्नुपर्छ होला नि होइन साथी पर्ला साथी त्यस्तो सबै त नपर्ला है एउटा बल यार एउटा बल भयो त सही हुन्छ नि एउटा चिज मिस भयो नि थाहा छ के चाहिँ एभोकाडो मलाई एभोकाडो मनै पर्दैन नि हो म त मिठो लाग्छ तर एभोकाडो टोस्ट चाहिँ अब आजकल अलिअलि ट्राई गर्दैछु हेल्दी हुनुलाई हेल्दी फ्याट साथै हामी जिम जानुपर्ने हो नि थाहा छ अब यसो एउटा फिटनेस चाहिँ केही न केही चाहिँ गर्नु पर्यो यार सँगै जोसिन त त्यो पनि स्टेजमा उफ्रिन फ्याँ हुन थाल्यो क्या फेरि एउटै ठाउँमा उभिएर गाउने सुशान्त होला नि फेरि 30 सिन्ड्रोम देखिन थालिसक्यो अब चाहिँ हेर्दै है साथी अस्ति भर्खर स्कुल जान मन नलाग्ने बच्चा थियो त्यही भने त्यही क्या कस्तो के हो यार यो कति चाँडो झन् यो 25 पछि त कहिले 30 भयो मलाई थाहै पाएन क्या ब्रो यार यस्तो चाँडो टाइम बित्यो यार मेरो भने डर लाग्ने क्या है मर्छ यार हामी बुढो हुन्छ मर्छ है ब्रो बुढो हुन्छ मर्छ हामीले यो सबै कुरा छोड्छ त्यसपछि के हुन्छ थाहै छैन अनसर्टेन्टी त्यो एउटा त्यो कुराले चाहिँ कहिले डर लाग्ने ऱ्यान्डमली त्यो थट आउँछ अनि क्या लाइफ प्रेसियस लाग्ने क्या अहिलेको लागि क्या ग्रेटफुल लाग्यो त्यही चिज अनि साथी अब हामी बिस्तारै ऱ्याप गर्छौँ अब यो एनिथिङ यु वान से टु योर अडियन्स योर फ्यान्स तिम्रो साथीहरू तिम्रो मिल्ने साथीहरू त्यो भन्दाखेरि फेरि केही भन्नै आउँदैन क्या तिम्रो मनदेखि के भन्नु मन छ मनदेखि त धेरै नै छन् खास अब यसरी व्यक्त गर्दाखेरि फेरि ठ्याक्क व्यक्त गर्ने टाइममा चाहिँ फेरि कुनै बेलामा चाहिँ फेरि म इमोसनल भइदिन्छु व्यक्त गर्नु पर्यो साँच्चै त्यो हुन्छ नि आउँछ नि कहिलेकाहीँ एकदमै त कस्तो इमोसनली आइदिन्छ कि मलाई रुनै आउँछ क्या नि त्यो बेला क्या फेरि सबैलाई माया छ है अनि माया छ है जिन्दगी सर भन्ने चाहिँ फेरि सररै हो मैले सही होला जस्तो लागिरहेछ ल साथी थ्याङ्क यू भेरी मच थ्याङ्क यू साथी तिमीलाई सनराइजमा यो सही भइरहेछ यो जे चिज भइरहेछ यो सही भइरहेछ मलाई यस्तो आजको लाइक त्यो एपिसोडै अघि भने जस्तै एक्साइटेडै थियो नि त तर त्यो लाइक त्यो रियल अब त्यो झन् यहाँ आएपछि कस्तो त्यो अर्कै फिल भयो क्या त्यो अब सबैजना टिम पनि हुन्छ नि चिल हुन्छ नि यस्तोमा काम गर्न क्या मजा आउँछ नि त छुट्टै क्या त्यो हुन्छ नि यो भएन त्यो भएन भन्नेवाला भन्दा नि सबैजना त्यो जस्ट फर लभ अफ म्युजिक होइन अनि लभ अफ ऊ हुन्छ नि केही गरिरहेछ जस त्यसलाई फत्ते गरौँ है 100% दिउँ है भन्नेवाला माइन्डसेटमा टिम भयो भने कस्तो मजा आउँछ नि त अनि यो एउटा त्यो टिम खोज्नु चाहिँ गाह्रो हुन्छ हो साह्रै गाह्रो हुन्छ त्यो अनि यो फ्यामिलीवाला इन्भाइरोमेन्ट हुन्छ क्या त्यस्तो भइसक्यो चाहिँ त्यस्तै मजा आयो आज त्यति भन्दै हामी ब्रेकफास्टमा रेडी छ के डिस हो अब कसरी खाने हो यो चेजिङ द सनराइज डिस चेजिङ द ब्रेकफास्ट एउटा नाम दिउँ नि त सेफले त नाम दिनु पर्यो नि त उसको डिस ल यसलाई के दिने त यार कमेन्ट्समा छोडिदिने हो क्या के बन्यो त यो अलिअलि के बन्यो यार अब भात हाल्यो भने त बुरितो होइन के अरे के भन्छ अरे त्यो मेक्सिकन रोल टाकुस जस्तो देखेछ है अनि ठिक छ यतिकै ल चेयर्स गरौँ न साथी ल चेयर्स है हामी खान्छौँ अब पाक्यो है ओइ मजा आयो कसम यार नट ब्याड म्यान है आई टोल्ड यु म्यान आइम सेफ यति मिठो छ यहाँ हाम्रो बाबु आयो सेतै नि आज मजा आयो म चाहिँ एकदम मेसी इटर भयो यार हातहरू साथी त्यति भन्दैमा हाम्रो टुङ्गम थ्याङ्क यू भेरी मच साथी सेक ह्यान्ड्स